ओम्लेमा त्यो नीलो दाग, त्यो होइन लोटरी, त्यो हो तेरो अधिकार, त्यो हो तेरो छातीको आग। थुप्रै वर्ष गऱ्यौँ हामीले ब्रिटिसको गुलामी, त्यसपछि पायौँ स्वतन्त्र। मान्छे म बाहुन, हानिदिन्छु मन्त्र, सुधारिदिन्छु इकोसिस्टम र तेरो फोन नामक यन्त्र। भोट माग्नु आएको होइन, यो हो एउटा षड्यन्त्र। मान्छे छन् सिधा र चुतिया छ सरकार, हामीलाई चाहिएको छैन कुनै सुन र चाँदी, चाहिएको हो सिर्फ आफ्नो भोटको अधिकार। कस्तो खालको सरकार हो यो, सुन्दैन जनताको पुकार। सिधा पर्यो जनता र बाटो पर्यो सरकार, सिधा छ जनता भन्दैमा नगर्न अत्याचार। भोट माग्यो भनेर गर्छौँ हामी विकास, भोट पछि भए सबै जनताहरू निराश। मान्छे म ऱ्यापर, देऊ मलाई कागज र कलम, इकोनोमी सुधारिदिन्छु भन्दैछु छुएर सुन र फलम। हामी जनताहरूले लेख्नुपर्छ यहाँ भारतको इतिहास, भरोसा छ आफूमाथि नेताहरूमाथि छैन केही आश। भोट पछि देखेर नेताको व्यवहार, चित्त दुख्यो मेरो र सबै जनताहरू निराश। मान्छे म ऱ्यापर, बजाउँछु गिटार, एक दिन चुट्यो मेरो गिटारको तार। नेताहरू ठिक भए पाइन्छ जहिले शुभ समाचार, सकिँदैन कहिले रक्सी तर किन सक्यो गेस। नेताहरूले बिगारेको हो यो हाम्रो देश, जनताहरू एकजुट सनातन हाम्रो धर्म। नेताहरूले गरेनन् त्यो भनेको त्यो कर्म, राखेको छन् यहाँ ग्रेनेड र एटम बम। म नेता भए भने सुधारिदिन्छु भारतको एजुकेसन सिस्टम, कागजमा हुँदो रहेछ साह्रै नै तागत। थाहा भयो मलाई अब शब्दको बोझ, सबै जनताहरू भएर यहाँ सत्यको खोज। मान्छे म हेप्पी, नेताहरूलाई गालामा पपी। म मान्छे निकै संवेदनशील, शब्द नै चिल, सुनको दाम जस्तो बिजुलीको बिल। मान्छे म गरिब, रुमभित्र छ मेरो ऐना र आलमारी, प्रोपर्टीको नाममा छ सानो गुवाबारी। गुवाबारी भित्र ढुकुर र प्यारोट, सब्जीहरू धेरै महँगो खोर्सानी र क्यारोट। एजुकेसन सिस्टम जस्तो अँधेरोमा टर्च लाइट, जनताहरूलाई नेताहरूले हान्दिरहेछ बेक बाइट। द्याट्स द इन्ड गाइज।